तपाईहरु सुन्दै हुनुहुन्छ एनएमबी कुराकानी। आज हामी कुरा गर्दैछौं व्यवसायलाई कसरी कम लगानीमा दिगो ऊर्जामा लैजान सकिन्छ भन्ने बारे। त्यो त निकै आवश्यक छ नि। व्यवसाय चलाउनेहरूलाई ऊर्जा समस्याले निकै सताउँछ। यसको समाधान के हुन सक्छ त? यसको लागि रुफटप सोलर प्रविधि निकै प्रभावकारी छ। यसले गर्दा आफ्नो व्यवसायलाई चाहिने ऊर्जा आफै उत्पादन गर्न सकिन्छ, त्यो पनि स्वच्छ र हरित ऊर्जा। एनएमबी बैंक नेपालमा रुफटप सोलर फाइनान्सिङ गर्ने पहिलो बैंक हो। यसले व्यवसायलाई कम लागतमा हरित ऊर्जा उपलब्ध गराउँछ। अनि यसमा लगानी गर्नु महँगो त हुँदैन? होइन नि, बैंकले एनएमबी सौर्य ऊर्जा लोन अन्तर्गत सजिलो र किफायती विकल्प दिन्छ। लागत छिटै उठ्छ अनि त्यसपछि निशुल्क बिजुली। यसो भए त विद्युत खर्च घटेर नाफा बढ्ने भयो नि, त्यो पनि कम लगानीमा। यो हाम्रो भविष्यका लागि फाइदाजनक छ। बैंकको आकर्षक ब्याज दरले व्यवसायलाई पैसा बचाउन र नाफा बढाउन मद्दत गर्छ। यो एउटा फाइनान्सिङ समाधान मात्र नभई दिगो भविष्यप्रतिको प्रतिबद्धता पनि हो। फेरि अचेल दिगो विकासका लक्ष्यहरूमा समर्थन जनाउने व्यवसायहरूलाई हेर्ने ग्राहक र समाजको नजर पनि त फरक भएको छ। मलाई लाग्छ अब हरेक दूरदर्शी व्यवसायले रुफटप सोलरलाई गम्भीरतापूर्वक सोच्नुपर्छ।